What is up, everyone? Welcome to another episode of Sega Vlogs. Okay, as I say, we are at Buddha Nilkantha Narayanthan Mandirma with my beautiful wife, Jidipa. एकदम पानी परिरहेको छ. So छाता ओढ्दै अब आज चाहिँ फुड हन्टिङ यहाँ स्ट्रीट फुडहरु देखिरहेको छ यतातिर हैन. So let's see कतातिर चाहिँ मिठो दिपालाई चाहिँ एकदम सेलरोटी खान मन लागेको खरेछ. So we're gonna check out कता चाहिँ मिठो सेलरोटी पाउँछ. जानी त अब? Yes, I'm hungry. You're hungry? I wanna go here. You wanna go there? म चाहिँ यहाँ हिजो 10 किलोमिटर रन गर्दै अपहिल यहाँ मन्दिरसम्म आएको थियो अनि बिहान बिहान रनिङ गर्थे एकदम एनर्जेटिक फिल हुँदो रहेछ. By the way, passing all the blessings from this temple to all the members. Your digital camera, but I want to send all the blessings है त. दिपाको पनि blessings. तपाईको टीका यहाँ लगाइदिनुस्. हैन अहिले आएर लाउँछ हामी है. सो हिजोबाट दिपालाई चाहिँ एकदमै सेलरोटी क्रेभिङ भएको थियो. मैले चाहिँ why don't we go to Narayanthan अनि try some street food भनेर let's try आज कस्तो छ यहाँको. I also want to try momo तर मोमो छ कि छैन अहिले सोधौँ ल है. केही भन न. हामी चाहिँ जहिले पनि यहाँ मन्दिरमा आउँदा यो मलाई चाहिँ एकदम नेपालको यो कल्चर हुन्छ नि एकदमै बुझ्न मन छ राम्रोसँग. अनि भेरी फ्यासिनेटिङ भेरी इन्ट्रेस्टिङ फर मी चाहिँ के छ भन्दा पूजा पनि गर्न आयो बट अल्सो मन्दिरको छेउछेउमा कस्तो मिठो मिठो खानाहरू छ. सो त्यो नि खान मन लाग्यो. त्यो ट्राई गर्न मन छ. लेट्स गो. राइट जाने कि लेफ्ट जाने? लेफ्ट. यहाँ चाहिँ पूजाको सामानहरू पाउँछ यता चाहिँ. दर्शन भइहाल्यो हजुर. यसो मुख बिटुलो त गर्नु पर्यो नि दिदी. नखाने ल खत्तम भइगयो नि. ल बसौँ पाकिसक्यो हजुर पाकिसक्यो. तातो मिठो है बिना लसुन प्याज चोखो तातो मिठो 13 वर्ष भाइको कला. ल हेर्नुहोस् भरर र काँडा उम्रेका सेल हजुर. तातो हल्लासरी मालपुवा हजुर पकौडा सेल पुरी लानु छ है बिना लसुन प्याज. आटा पुरी सुक्खा रोटी दही व्रतालुले खाने विशेष व्रतालुले खाने ठाउँ हो. जति बेला पनि हाम्रो मन्दिर आयो यहीँ नै खाएको छौँ हामीले. अनि मेरो हजुरआमा पनि लिएर आएको थिएँ मैले. मेरो मम्मीले नि यहीँ खानुभएको. अनि आज पनि हाम्रो भ्लगमा तपाईँको प्रचार गरिदिउँ भनेर नै यहाँ आएर चाहिँ मेरो पेट कहिले पनि दुखेको छैन. आज केही हजुर हल्लासवारी विथ पापड रोल हजुर है त. ए हस् हुन्छ. थ्याङ्क यू. आउनु भएको छ ब्रदर र हजुर आइटम. थ्याङ्क यू. धन्यवाद. हजुर हजुर जेरी दुईटा हजुर रुमले अलि विशेष मन पराएर हजुर. यो चाहिँ बहिनी होला आज हैन. यो चाहिँ के हो नि? यो चाहिँ के हो नि? त्यसमा अलिकति हलुवा पर्छ भित्र. त्यो बाहिरको स्वारी भयो. अब इनसाइड फेरि पापड. नाम चाहिँ के भन्छ नि यसलाई? म त हलुवा स्वारी पापड भन्छु. हलुवा स्वारी. हलुवा स्वारी पापड. हलुवा भनेको अब यो कालो भइहाल्यो. स्वारी चाहिँ एक प्रकारको पुरी नै हो. स्वारी चाहिँ वास्तवमा एकदम पातलो प्लस नरम कपास जस्तो नरम पनि हुन्छ. ओके ट्राई गर्छु तिमी पहिला म ट्राई गर्छु. कि एकैचोटि ल लेट्स गो. So interesting combination. सो गुलियो हलुवा भित्र पापड पनि छ अनि बाहिर चाहिँ पुरी. Puri भयो, that's sweet. Papad, salty, ani halwa, which is very soft and sweet as well. This So combination गुलियो is really र good. नुनिलोको कम्बिनेसन मिठो भयो. And then the texture also soft, gooey, crispy. Yeah. Sabai कुरा mix together. Let's try यो जलेबी अब चाहिँ. थिन एन्ड क्रिस्पी. मलाई चाहिँ जलेबीहरू चाहिँ एकदमै पातलो अनि क्रिस्पी मनपर्छ. इट्स भेरी गुड. सो भित्र चाहिँ गुलियो हलुवा अनि नमकिन पापड छ. बाहिर चाहिँ पुरी. टेस्टी. Thank you. So we have सेलरोटी, अचार अनि यहाँ चाहिँ आलुदम. तातो छ. भर्खरै बनाइदिनु भएको.
तातो छ द स्टिम कमेन्ट दिपालाई चाहिँ यो खानालाई चाहिँ एकदमै क्रेभिङ भइरहेको यहाँको रोटी चाहिँ मलाई किन मनपर्छ भन्दा यो सेम तपाईँको ममले बनाए जस्तो छ क्या तपाईँको ममले बेस्ट रोटी बनाउनुहुन्छ अनि उहाँको जस्तै छ त्यही भएर एकदम मिठो लाग्यो हामी दुईजना यसरी खाएर खिचेको त मलाई पहिला हाम्रो मकब्याङ भिडियोजहरू याद आयो सो हल्का हाइलाइट्सहरू देखाइदिउँ न है 3, 2, 1 चस्मा खोल्यो भने कस्तो हुन्छ अरे आँखा देखाइदिनु त 10,000 comments. Deepa is gonna. More. Oh, bring her down, Nanda. Oi, this doesn't look nice. Okay, कस्तो छ? To all the haters, Mac chicken burger, chana and aloo. Too good, यो चाहिँ मलाई चाहिँ यो चाहिएको छ सिन्स बिहानबाट के खाएको छैन त्यही भएर यो चाहिँ पर्फेक्ट हो पानीमा है I think I'm gonna be doing more of this like food huntingहरू ठाउँमा सिन्स वी आर इन काठमाडौँ कमेन्ट डाउन बिलो काठमाडौँको कुन ठाउँमा तपाईँहरूले चाहिँ रेकमेन्ड गर्नुहुन्छ हामीलाई चाहिँ एन्ड वी विल भिजिट एन्ड देन do our vlogs अथवा mukbang दिपा चाहिँ आज पयालो कुर्तामा बाहिर चाहिँ घाम नलाग्यो नि यहाँबाट घाम लागिरहेछ मलाई चाहिँ घाम लाउँदैछ बिस्तारै चिया र पिरो कम्बिनेसन क्या मजा लाग्छ मलाई चाहिँ तिमीलाई मिठो लाग्छ चिया र पिरो खानु सक्दिनँ मलाई चाहिँ मजा लाग्छ चियासँग यो पिरो आलु र चना and then सेलरोटी ASMR भयो मलाई हजुरको हलुवा सरी एकदमै मन पर्यो त्यो पनि 5 वटा लग्ने दाइ तपाईँको नाम भन्नु न फेरि मेरो शुभ नाम सन्तोष भट्टी है हजुर तपाईँले चाहिँ मार्केटिङ पढ्नुभएको हजुर त्यही भएर तपाईँको मार्केटिङ टेक्निक चाहिँ खतरा छ थ्याङ्क यू सो मच अब यो फेरि फिल्ड पनि त्यस्तै अलिअलि चाहिन्छ पनि हजुर अनि कस्टमर सर्भिस पनि A1 छ तपाईँको चाहिँ थ्याङ्क यू सो मच तपाईँलाई फिस बम है हजुरहरूलाई वेलकम छ है अब दोस्रो तेस्रोचोटि हाम्रो फेरि भेट भयो हजुरहरू आएको बेलामा मलाई खुसी लाग्यो हजुर आरामसँग लिनुहोस् होइन तपाईँहरूको दोकानको नाम चाहिँ त्यही हो हजुर रश्मिता मिठाई पसल रश्मिता हजुर हस् हुन्छ मिठो छ र तपाईँहरू पनि यदि नारायणथान मन्दिरमा आउनुहुन्छ भने बिहान बेला आउँदाखेरि ब्रेकफास्ट होइन यहाँ सेलरोटी चिया अनि यो नाम के भन्नुभयो यो त्यो पुरी अनि हलुवा सरी ट्राई गर्नुहोस् पहिला चाहिँ सेलरोटी यसरी खान्थेँ मैले चियामा यसरी डुबाएर मिठो I do feel like mukbang गरेको जस्तो मुकब्याङ गरेकै हो अहिले त यस नो इफ यु वुड लाइक पहिलाको जस्तै अहिले चाहिँ पक्का लाइक रेस्टुरेन्टमा आएर भइरहेको छ पहिला चाहिँ हामी स्टुडियोमा गर्थ्यौँ So let us know if you would want to watch our mukbang पहिलाको जस्तै I really love this. तपाईँलाई चाहिँ यो मनपर्छ मलाई चाहिँ यो मनपर्छ म त्यो ट्राई गरेको थिएन त्यो दिपाले चाहिँ त्यो के हुन्छ यो नि तरकारी भयो आलु केराउ आई थिङ्क Let me try. Let me try this Idaba. पक्का नेपाली स्वाद आयो Oh, this is so good. So fresh. यो चाहिँ जाडोमा खान मजा आउँछ मलाई चाहिँ यो यसरी जेरीसँग यसरी मिक्स गरेर खान मन लाग्छ यो त्यो मिठो सानो पुरी यो चाहिँ ठुलो पुरी
सो ब्रदरले चाहिँ हलुवा सरी कसरी बनाउनु देखाउँछु है सो पुरीमा चाहिँ हलुवा यसरी बटर चाहिँ लाउनु भयो देन पापड हालेर चाहिँ बेरी हाल्नुपर्छ एन्ड द्याट्स यर हलुवा सरी सो एउटा 4वटा 5वटा चाहिँ दिपाले घरमा लाने भनेछ तपाईँको बहिनीको नाम हो बहिनीको नाम चाहिँ रश्मिता मिठाई पसल ए उहाँ नै हुनुहुन्छ रश्मिताजी ए हजुर उहाँको नाममा रहेछ है रश्मिता मिठाई पसल अनि तपाईँको नाममा चाहिँ दाइको नाममा चाहिँ हजुर तपाईँ चाहिँ मार्केटिङ हेड अफ मार्केटिङहरू चाहिँ उहाँ चाहिँ फेरि पुरा नीलकण्ठ मेला पनि सुरु हुँदैछ 5 दिनको मेला हजुर हजुर अब भोलिबाट एकदम रमाइलो हुन्छ नेपाली कल्चर लाखे है हजुर लाखे हजुर अब बेलुका 4 बजेबाट 4 देखि 4:30 बजेबाट यहाँ सुरु भइसक्छ ए ओके म चाहिँ आइरहेको छु बिहान बिहान रनिङ गर्दै आउँछु क्या म चाहिँ 4 बजे आउँछु म चाहिँ हजुर हुन्छ हुन्छ हस् हुन्छ ए हुन्छ हुन्छ डेफिनेटली तर एउटा मोमोज भने जस्ट ट्राई गर्ने कि जस्ट ट्राई मात्रै मन्दिर हो नि त यहाँ चाहिँ हुन मेक सेन्स दिपाले एकदमै भ्यालिड रिजन भन्यो यतातिर चाहिँ सिन्स इज नियर मन्दिर अब मोमोमा त बफको चिकनको मासुहरू हुन्छ सो यहाँ चाहिँ हुँदैन जस्तो लाग्यो अफकोर्स यहीँ मन्दिरमा पूजा गर्छ अनि यहाँ आएर मारेर खान्छ त्यो त अलि मिलेन नि त अलि डेफिनेटली कमेन्ट डाउन बिलो दामी मोमो चाहिँ कहाँ छ काठमाडौँमा अनि विल डेफिनेटली गो अहिले चाहिँ हामी काठमाडौँमा कन्टेन्टतिर फोकस गरिरहेको छ होइन सो वाइ नट भिजिट प्लेसेसहरू जहाँ चाहिँ दामी दामी मोमोहरू पाउँछ नट जस्ट मोमो नेपालको थुक्पाहरू के हुन्छ अरू नेपालको त होइन थुक्पा लाफिङ चाहिँ मलाई ठिकै लाग्छ त्यस्तो वाउ लाग्दैन कि दिपालाई चाहिँ फेरि लाफिङ चटपटेहरू होइन सो धेरै धेरै कमेन्टहरू अनि आज पनि लेट्स पिक हाम्रो लकी विनर फ्रम प्रिभियस ब्लगको कमेन्ट्सहरू दिपाले पिक गर्छ आज चाहिँ मलाई मलाई त अलि अगाडि जस्तो भयो आफूले सबै सेल खाइदियो सेलरोटी हजुर त्यही 5वटा भन्थ्यो एउटा ल्याउनु उता लाने चटनी चाहिँ ठिक ठिकै लाग्यो नट मेरो मुलाको यो त मुलाको हो नि त त्यो नट मेरो स्टाइलको यो चाहिँ आई लाइक मोर पिरो अलिकति यो चाहिँ लेमनी छ उताको भन्दा म तिम्रो बहिनीसँग यहाँ थिएँ क्या आर्टिसमा अनि आई ट्राइड लड्डु इट वाजन्ट गुड त्यो चाहिँ इट वाजन्ट फ्रेस क्या नो त्यही भएर मलाई डर लाग्छ कि लड्डु खानु चाहिँ दिपाले चाहिँ छेउमा राख्नु तपाईँहरूलाई डिस्टर्ब नहुन्छ ए हुन्छ यहाँ ल्याउनु त हुन्छ सो दिपाजी हाम्रो लाइफको बारेमा हल्का कुरा गरौँ न त सो हामी चाहिँ 2 वर्ष अगाडि यहाँ नेपाल आउँदाखेरि तिम्रो फिलिङ्स कस्तो थियो र अहिले चाहिँ आफ्टर 2 इयर्स फेरि ब्याक आउँदाखेरि होइन आफ्टर स्पेन्डिङ गुड एमाउन्ट अफ टाइम इन नेपाल फेरि रिटर्न आउँदाखेरि कस्तो लाग्यो मलाई सुरुमा नेपाल आउँदा नै मेरो माइन्डमा कस्तो थियो भने अब यत्रो वर्ष हामी होइन वर्ष होइन डेकेड नै हामी बाहिर बस्यो है एन्ड नेपालमा आएपछि चाहिँ नेपालको कल्चर हाम्रो आफ्नो कल्चर आफ्नो रीतिरिवाजहरू हुन्छ नि धेरै कुरा हुन्छ नि सबै राम्रोसँग बुझ्न मन थियो सबै कुरा एक्सपिरियन्स गर्न मन थियो तर त्यति बेलामा चाहिँ हामी मोर लाइक बिजनेसमा फोकस गऱ्यौँ है हाम्रो कसरी एभ्रिथिङ सेटल कसरी गर्ने राम्रोसँग सेटअप कसरी गर्ने टिम कसरी फर्म गर्ने त्योमा नै फोकस गऱ्यो होइन र सो त्यति धेरै एक्सप्लोर गर्न पाएन नेपालमा इभन द वी डिड गो टु मुस्ताङ वी वेन्ट टु पूर्वतिर झापातिर गयो होइन तर योपालि चाहिँ मलाई कस्तो फिल भयो भने आज हामी यसरी फुड ट्राई गर्न आएँ नि दिस रिमाइन्डेड मी अफ हाम्रो मुकबाङ डेजहरू वेयर वी स्टार्टेड लाइक मुकबाङ भिडियोजहरू बनाउँदा अनि यसरी कन्भर्सेसन गर्दै खाना खाँदै गर्दा रमाइलो हुन्थ्यो होइन आई जस्ट फेल लाइक इट इज
something like that today. So आज यसरी नेपाली यो नेपाली खाजा हो खास पुरी तरकारीहरू चाहिँ ट्रेडिसनल नेपाली फुडमा गनिन्छ हैन अनि यस्तो खाना चाहिँ मलाई रमाइलो लागिरहेको छ आज त्यो गर्यो so I'm really happy that we are here together doing this and I want to explore more. Sometimes simple things नै experience गर्दाखेरि रमाइलो लाग्छ मलाई just like अस्ति हामी we went to the farm हैन अब पहिला चाहिँ we wanted to go to like hi-fi hotelsहरू अलिकति luxurious fancy stuffहरू गर्न मन लाग्थ्यो नि त अनि nowadays just going to this simple farm that has cows, lambs, rabbits, it made me feel so peaceful and it felt more down to earth, more grounded feel गराइदियो के अनि sometimes we need that necessary we need both in life we need but also we do हामीलाई चाहिँ आफूलाई के ठीक लाग्छ आफूलाई के गर्दा खुसी लाग्छ त्यही गर्नु पर्यो अब लाइफमा धेरै मान्छेले त you need this you need that यो सबै चाहिन्छ भनेर भन्छ हैन so हामीलाई चाहिँ we like to try fancy stuff but also हुन्छ नि simple things पनि so that's what it is for us. मलाई चाहिँ 2 years back आउँदाखेरि चाहिँ धेरै डाउट्सहरू धेरै क्वेसन्सहरू धेरै वरिज धेरै लाभ हामी आयो हैन यति धेरै इन्भेस्टमेन्ट गरेर अथवा हाम्रो एनर्जी हाम्रो टाइम लिएर आइरहेको छ नेपालमा हुन्छ कि हुन्न भन्ने चाहिँ भयो थियो तर दिस टाइम when we landed there was nothing त्यस्तो के त्यो डाउट्सहरू वरिजहरू केही थिएन we had confidence यो पालि and we had system built already हैन हामी पहिला यहाँ नेपालमा आएर 2 years बस्दाखेरि धेरै चिज सिकिसकेको रहेछ सो अहिले चाहिँ नेपाली कल्चरहरू अथवा नेपाली दाइ दिदीहरूसँग घुलमिल हुन मोर सजिलो भइरहेको छ मलाई चाहिँ अनि आज त्यही भएर मैले कुर्ता पनि लगाएको So by the way, what are you wearing? I'm wearing kurta even though it is not considered I'm wearing naam ke hote naam no even though it is not considered like traditional Nepali clothing ta haina tara maसँग यही नै थियो घरमा so यही नै लगाए I got this from UK Bobby mom got this for me अनि कता लगाउने एउटा perfect occasion खोजिरहेको थिए अनि आज भयो and I really like it makes me look so bright उज्यालो हम त्यता भन्दा बढी यताबाट जस्तो रहिरहेछ घम चाहिँ cheesy much by the way मैले भ्लग सुरु गरेपछि चाहिँ के गुन्डामा फेरि अर्डर्सहरू आउँदैछ के राम्रो धेरै so let's promote हाम्रो गुन्डाको नयाँ वालेट so this is our Axis wallet so यसमा चाहिँ MagSafe हुन्छ you can attach this on your iPhone and if you pull this it acts like a tripod यसरी बेन्ड गरेर राख्न नि मिल्यो हैन or you can switch horizontal mode हैन यसरी you can watch YouTube Netflix and or do some works but this is my favorite यो चाहिँ मेरो it's going with me everywhere so यसरी टासिन्छ and then because my phone is big I cannot like यतिकै भयो भने चाहिँ त्यो यस्तो जतासुकै रिच हुँदैन नि त because this is big phone and I don't have a big hand so यो चाहिँ यसरी टासिन्छ and I can just यो होल्डर जस्तो भयो I can reach my screen यसरी and then I can like यसरी फोन हेर्न मिल्यो so यसको नाम चाहिँ Magneto wallet हैन अनि यसको नाम चाहिँ Axis wallet and you can put so many cards यहाँ चाहिँ 1 2 अनि 3टा राख्न मिल्छ whereas यसमा चाहिँ there is only one card slot यहाँ एउटा राख्न मिल्छ यसरी गुन्डा लन्डनको कार्ड छ चाहिँ so यसमा चाहिँ एउटा राख्न मिल्छ त्यसमा चाहिँ 3टा also let me promote हाम्रो गुन्डा ब्यागमा चाहिँ I carry a lot of cash हरू this is our best seller wallet यसको चाहिँ धेरै डिमान्ड छ धेरै अर्डर्सहरू यसकै आउँछ because me personally also I like to carry a lot of cards so there is a button if you press this button it fans out cards like this यहाँ चाहिँ 6-7 वटा कार्ड आउँछ पछाडि पनि हाल्नु मिल्छ you can personalize this and then Magneto wallet Axis wallet चाहिँ अलि पर्सनलाइज गर्न मिल्दैन यहाँ क्यास स्लट पनि छ मैले क्यास बोकेको छैन यहाँ चाहिँ यो चाहिँ ब्रिटिस पाउन्डको लागि चाहिँ पर्फेक्ट साइज चाहिँ यो वालेट चाहिँ नेपाली चाहिँ you have to fold the cash and put it inside है हामी चाहिँ सधैँ नारायण थान मन्दिरमा आउँदाखेरि चाहिँ यो रेस्टुरेन्टमा राख्छौँ सो दिपाले चाहिँ टेकअवे ल्याएको छ 5वटा सेलरोटी अनि 5वटा के अरे हलवा सेरे अनि टोटल चाहिँ 680 रुपिस आयो आफ्टर वी एट एभ्रिथिङ अनि प्लस यो टेकअवे अनि यो कार्टमा चाहिँ अन्ली 50 रुपिस मात्रै लाग्दो रहेछ
But yeah, this is the end of the video. I would say let's pick हाम्रो lucky winner before we end this vlog. Dipa ma'am is gonna pick हाम्रो lucky winner from previous vlog ko comments. So we have total 112 comments. So Dipa ma'am, pick a winner. Press only. Pick a winner. 1, 2, 3. And the winner is Skydrive. Skydrive_6969. Lovely editing, damn. Cutie Simba. So you are our lucky winner. Congratulations. Comment down there as a funny comment. Were you guys watching this video, or how did you like this video, or kosto videos or हेर्न चाहनुहुन्छ मेरो vlogमा. But anyway, thank you so much for watching this video till then. Please do like, comment down there comments hit that subscribe button, hit that notification bell so that you get notified every time I upload new videos. Also share this video with your friends and family. Anyways, stay safe, stay blessed, stay subscribed, stay gunda, stay party, stay humble. I'll see you guys in the next vlog. Hakuna Matata.